नमस्कार, मेरो नाम सागर चन्देवान। विगत 10 वर्ष अगाडि पढाइको सिलसिलामा जापानमा आइ हाल जापानको ओसाकामा कार्यरत छु। आज म तपाईहरूलाई जापानको ओसाकामा आयोजना भइरहेको खान्साई ओसाका एक्सपो 2025 को बारेमा सामान्य जानकारी, यस एक्सपोमा नेपालको संलग्नता र हालको निर्माणाधीन अवस्थामा रहेको नेपालको संरचनाको बारेमा सामान्य रूपमा जानकारी दिनेछु। कृपया भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। आउनुहोस् पहिला एक्सपोको बारेमा बुझौं। एक्सपोलाई सजिलोसँग बुझ्दा विश्वव्यापी प्रदर्शनी मेला भनेर बुझ्न सकिन्छ, जहाँ विश्वका विभिन्न देशले आफ्नो देशको कला संस्कृति र संस्कारहरू झल्किने पेभिलियन्स अर्थात् संरचनाहरू निर्माण गरी प्रदर्शनी गर्ने गर्दछन्, जसले गर्दा देशको कला संस्कृतिलाई विश्वव्यापी रूपमा परिचित गराई देशको व्यापारिक तथा पर्यटकीय क्षेत्रको विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ। यस प्रकारको विश्वव्यापी बृहत प्रदर्शनी मेला अर्थात् एक्सपो हरेक 5 वर्षमा विश्वका विभिन्न देशहरूमा आयोजना हुने गर्दछन्। यसै क्रममा यस पटकको एक्सपो 2025 भने जापानले आयोजना गरेको हो। यसभन्दा अगाडिको एक्सपो 2020 दुबईले आयोजना गरेको थियो भने आगामी एक्सपो 2030 लाई साउदी अरेबियाले आयोजना गर्ने तय भएको छ। त्यसो त जापानले यस अघि पनि साना र ठूला गरी 5 वटा यस्तो एक्सपोहरूको आयोजना गरिसकेको छ। हरेक पल्ट विभिन्न शीर्षक र नारा लिएर आयोजना गरिने एक्सपो यस पटक भने डिजाइनिङ फ्युचर सोसाइटी फर आवर लिभ्स अर्थात् जीवनको लागि भविष्यको समाजको डिजाइन भन्ने नाराको साथ आयोजना गरिएको हो। जापानले 6औं पटक आयोजना गरिरहेको ओसाका खान्साई एक्सपो 2025 यही अप्रिल 13 तारिकबाट अक्टोबर 13 तारिकसम्म करिब 184 दिन अर्थात् 6 महिनासम्म सञ्चालन हुनेछ। इन्टरनेट र विज्ञानको दुनियाँमा तीव्र गतिमा अगाडि बढिरहेको विश्व बजारमा नयाँ आविष्कार र टेक्नोलोजीको विकास सँगसँगै प्राकृतिक स्रोत साधन र संस्कृतिलाई पनि जगेर्ना गर्दै हरेक जीवनको संरक्षण गर्नु आवश्यक रहेको कुरालाई एक्सपोले सङ्केत गरिरहेको बुझ्न सकिन्छ। जापानको ओसाकाको दक्षिण पश्चिमी सामुद्रिक क्षेत्रको एक भागलाई पुरेर बनाइएको युमेसीमा अर्थात् सपनाको टापु भनी नामकरण गरिएको एक मानव निर्मित टापुमा करिब 155 हेक्टर क्षेत्रफलभित्र विभिन्न देशको सांस्कृतिक संरचना, गार्डन तथा पोखरीहरू, विभिन्न डिजाइनको रोबोट, उड्ने कार जस्ता आधुनिक टेक्नोलोजीको प्रदर्शनी स्थल लगायतलाई समेटेर निर्माण गरिएको ओसाका एक्सपो 2025 आफैमा यसको एक उत्कृष्ट उदाहरण पनि हो। करिब 28 बिलियन अर्थात् 2 करोड 80 लाख पर्यटकहरूलाई लक्षित गरिएको एक्सपोमा विश्वका विभिन्न 158 भन्दा बढी राष्ट्रहरूको सहभागिता रहेको छ। सहभागी राष्ट्रहरूमध्ये नेपाल पनि एक राष्ट्र हो। अब आउनुहोस् ओसाका एक्सपो 2025 मा नेपालको सहभागिताको बारेमा बुझौं।
आयोजक राष्ट्र बाहेकका सहभागी राष्ट्रहरूमध्ये संरचनाको निर्माणको लागत, आवश्यक क्षेत्रफल, निर्माण स्थान र डिजाइनको आधारमा विभिन्न 8 श्रेणी छुट्याइएको छ, जसमा नेपाल भने पहिलो श्रेणीको क्याटेगोरी ए मा पर्ने 52 राष्ट्रमध्ये एक हो। पहिलो श्रेणी अर्थात् सेल्फ बिल्ड पेभिलियन्स टाइप ए, जसले आफ्नो देशको पेभिलियन्स अर्थात् सांस्कृतिक संरचना आफै निर्माण गरेर सहभागिता हुने गरी सम्झौता गरिएको हुन्छ। यस श्रेणी अन्तर्गत अमेरिका, बेलायत, क्यानाडा, चीन, फ्रान्स, जर्मन, भारत लगायत ठूला देशहरूको सूचीमा नेपाल पनि पर्नु धेरै नै गर्वको विषय हो। अहिलेसम्मका एक्सपोहरूमा नेपालको पनि राम्रै सहभागिता रहेको इतिहास रहेको हुँदा यस पटकको एक्सपोमा पनि पहिलो श्रेणीको राष्ट्रमा पर्न सफल भएको अनुमान लगाउन सकिन्छ।